जस्तै हाम्रो चाहिँ यो हार्डी क्रसको प्रोब्लम चाहिँ पाइप नेटवर्कबाट कसरी गर्ने भन्ने हुन्छ। जस्तै हामीलाई यस्तो पाइप नेटवर्क दिन्छ, त्यसपछि चाहिँ कुन पाइपबाट चाहिँ कति फ्लो हुन्छ भन्ने थाहा हुनुपर्छ। जस्तै अहिले चाहिँ हाम्रो कुन क्वेसन सोधेको छ भने जस्तै पाइप जिएफबाट चाहिँ पानी कति डिस्चार्ज हुन्छ भने यो एरो भनेको चाहिँ हामीले यस्तरी क्वेसन दिन्छ 10 मिटर क्युब अर्थात् युनिट एउटा युनिटमा चाहिँ पानी छिरेको छ। यो सिस्टम यो पाइपहरूबाट छिरेर यताबाट निक्लियो भनेर यो चाहिँ हाम्रो एउटा सिस्टम दिएको छ पाइपको नेटवर्कको। भनेपछि अब यसमा चाहिँ हामीले जी र एफमा चाहिँ पानी कति बग्छ तलमाथि यता डिरेक्सन कता बग्छ भनेर थाहा पाउनुपर्छ। भनेपछि यो भनेको हार्डी क्रसबाट सल्भ गर्ने प्रोब्लम भयो। हार्डी क्रसमा सल्भ गर्नुभन्दा पहिला हामीले फर्मुला सम्झिनुको यति फर्मुला चाहिँ जान्नुपर्छ, फर्मुला प्लस साइन कन्भेन्सन। भनेपछि क्यु भनेको एउटा करेक्टेड डिस्चार्ज हुन्छ। हामीले सुरुमा चाहिँ एज्युम गर्छौँ कि डिस्चार्ज पानी यति छिरो भनेपछि यहाँसम्म पुग्दा एज्युम गर्छौँ एउटा, त्यसपछि हार्डी क्रस लाएर चाहिँ त्यसलाई करेक्सन गर्ने हो। भनेपछि यो क्यु भनेको करेक्टेड डिस्चार्ज हो, डेल क्यु भनेको कति करेक्सन गर्नुपर्छ त हामीले एज्युम गर्छौँ सुरुमा त यहाँ कति पानी बग्छ त्यो पाइपमा भनेर, त्यसलाई हामीले डेल क्यु भन्छौँ। करेक्सन चाहिँ पोजिटिभ पनि हुनसक्छ नेगेटिभमा पनि आउनसक्छ भेल्यु डेल क्युको। एज्युम डिस्चार्जलाई क्यु नट भन्छ। सुरुमा त हामीले एज्युम गर्छौँ डिस्चार्ज, त्यसलाई क्यु नट भन्छौँ। भनेपछि एज्युमरको डिस्चार्जमा हामीले यदि करेक्सन गऱ्यौँ भने बल्ल करेक्टेड डिस्चार्ज निक्लिन्छ, जुन चाहिँ हामीले त्यही हो खोजेको। भनेपछि हेड लस भनेको आउँछ आरक्यु स्क्वायर भनेर सम्झिनुपर्छ, आरक्यु नट स्क्वायर भनेर सम्झौँ। यो चाहिँ क्लकवाइज चाहिँ पोजिटिभ हुन्छ, क्लकवाइज एन्टी क्लकवाइज भने कस्तो नि यो लुप हुन्छ, मान्ने एउटा लुप दुईवटा लुप भन्ने हुन्छ। कहिले कहिले यस्तो कमन सिस्टम पनि हुन्छ, यो दुईटै लुपमा यो पाइप कमन छ, यसलाई कमन सिस्टम भनिन्छ। यो चाहिँ अहिले सल्भ गर्दैनौँ। यो भनेको हाम्रो कमन नभएको पाइप छुट्टा छुट्टैमा छ भने फर्स्ट लुप सेकेन्ड लुप मानिन्छ। यसमा चाहिँ क्लकवाइज र एन्टी क्लकवाइज भनेको कस्तो बिचमा हात राख्ने पानीको फ्लो अहिले एज्युम गर्छौँ हामीले, त्यो कता एज्युम फ्लो भएको क्लकवाइज छ भने त्यसलाई पोजिटिभ मान्ने, एन्टी क्लकवाइज छ भने नेगेटिभ। अहिले सल्भ गर्दा पनि आउँछ। अनि करेक्सन चाहिँ हाम्रो करेक्सनको फर्मुला जब पनि माइनस हुन्छ माथि चाहिँ समेसन अफ आरक्यु स्क्वायर डिभाइड बाई समेसन अफ 2r क्यु नट भन्ने हुन्छ। यो पनि माथि पनि क्यु नटै भनौँ। आर भनेको रेजिस्टेन्स हो। कहिले कहिले आर भनेर रेजिस्टेन्स सिधै यस्तरी दिन्छ, यो पाइपको रेजिस्टेन्सहरूको त्यो फ्लोलाई बग्न अलिक कम हो। जस्तै एबीको पाइपको रेजिस्टेन्स 50 छ, एसीको पाइपको 50 छ भनेपछि दुइटैमा बराबर छ भने बराबर पानी जान्छ। जस्तै बीडीको रेजिस्टेन्स 100 छ, बीडीको रेजिस्टेन्स 100 छ भनेपछि यसमा अलिक पानी कम बग्छ, यताबाट चाहिँ अलिक धेरै जान सक्छ भन्ने कुरो जस्तो हो। कहिले कहिले रेजिस्टेन्स दिन्छ, कहिले कहिले फेरि रेजिस्टेन्स नदिएर हामीलाई याफको भेल्यु दिन्छ, यालको भेल्यु दिन्छ र डीको भेल्यु दिन्छ। त्यसपछि हामीले यो फर्मुला सम्झेर यो फर्मुला सम्झेर हामीले यस्तरी चाहिँ आरको भेल्यु चाहिँ निकाल्नुपर्छ। अनि फेरि यो क्युको भेल्यु यदि हाम्रो सल्भ गर्दा, अनि यो क्युको भेल्यु कति बेरसम्म निकाल्ने भन्दा जबसम्म 0.2 सम्म आउँदैन भेल्यु तबसम्म हामीले ट्रायल गरिरहनुपर्छ। डेल क्यु भनेको यदि पोजिटिभ, यो पोजिटिभ आयो भने भेल्यु चाहिँ क्लकवाइजमा चाहिँ एड गरिदिने, एन्टी क्लकवाइजमा चाहिँ सब्ट्र्याक्ट गर्ने। यदि भेल्यु नेगेटिभ आयो भने एन्टी क्लकवाइजमा चाहिँ एड गर्ने, क्लकवाइजमा चाहिँ सब्ट्र्याक्ट गर्ने। यो चाहिँ अहिले न्युमेरिकल गर्दा हाम्रो आउँछ। भनेपछि यो नर्मली फर्मुला सम्झिने यति छ हाम्रो, यति सम्झेपछि हाम्रो सबै न्युमेरिकल चाहिँ सल्भ हुन्छ हार्डी क्रसको। अनि स्टेपहरू छ। नर्मली के गर्ने भने फर्स्ट अफ अल फाइन्ड द लुप, यसमा लुप कतिवटा हुन्छ र फाइन्ड गर्ने हो। त्यसपछि एज्युम डिस्चार्ज एकोर्डिङ टु रेजिस्टेन्स अफ पाइप, पाइपको रेजिस्टेन्स अनुसार चाहिँ डिस्चार्ज एज्युम गर्ने। रेजिस्टेन्स हेरे पनि हुन्छ नहेरे पनि केही फरक त पर्दैन, हेरियो भने चाहिँ त्यो पछि नेगेटिभ पोजिटिभ आउने भेल्यु चाहिँ आउँदैन। भनेपछि अनि त्यो कमन पाइप छ नि, यदि कमन पाइप छ भने सबै लुप सल्भ गर्नुपर्छ। यस्तो दुइटैमा कमन पाइप यो छ भने यो पनि लुप सल्भ गर्नुपर्छ, यो लुप सल्भ गरेर एमा जाने भन्ने हुन्छ। यदि कमन पाइप छैन, यो छुट्टा छुट्टै दुईवटा बक्स जस्तो छन् भनेपछि कमन पाइप छैन भने जुन पाइप सोधेको त्यही लुप सम्बन्धी मात्रै सल्भ गरे हुन्छ। अनि त्यहाँ पर्फर्म ट्रायल जबसम्म चाहिँ क्युको भेल्यु चाहिँ लेस देन प्लस माइनस 0.2 सम्म आउन त्यस तिनजनासम्म ट्रायल गरिरहने। अनि ट्रायल गरेको करेक्सन भेल्यु आउँछ, त्यसले चाहिँ एज्युम गरेकोमा करेक्सन लगाइरहने। यसरी चाहिँ हुन्छ। ल न्युमेरिकल चाहिँ हाम्रो यस्तो छ एउटा, यो चाहिँ अनकमन पाइपको हाम्रो। जस्तै हाम्रो क्वेसन चाहिँ यति दिएको हुन्छ, पाइप नेटवर्क सिस्टम दिएको छ, पाइप नेटवर्क सिस्टममा पाइपलाइन छ जिएफ भन्ने, यसमा चाहिँ डिस्चार्ज कति हुन्छ भनेर सोधेको छ
र यसमा यसरी पाइप अनुसारको रेजिस्टेन्स दिएको छ। कहिले फेरि यो रेजिस्टेन्स नदिएर हामीलाई सिधै याफको यालको डीको भेल्यु दियो भने यो फर्मुला सम्झेर यो आरको भेल्यु चाहिँ सुरुमै निकाल्नुपर्छ। यो आरको भेल्यु दिएको छैन भने अब भनेपछि हामीले सुरुमा पहिलो स्टेप भनेको यसरी लुप छुट्याउनुपर्छ। एउटा दुईटा कतिवटा लुप छ त्यसपछि फ्लो एजुम गर्नुपर्छ। यो एजुम गर्नुभन्दा पहिला हामीले भित्र छिरेको कुन हो पहिला थाहा पाउँ। जस्तै यसमा इनफ्लो भनेको कुन छ, यो भित्र छिरिहा पानी यहाँबाट छिरिहा 10 भन्ने, अनि यहाँबाट 1 भन्ने निक्लियो, यहाँबाट 2 2 2 4 भन्ने निक्लिएको छ। यदि पाइपको रेजिस्टेन्स नदिएर लेन्थ डाया याफको भेल्यु दिएको छ नि आरको भेल्यु पहिला निकाल्ने यो भयो। अनि त्यसपछि पहिला कतिवटा लुप छ त्यसको पनि हामीले छुट्याउनु पर्यो। अनि सुरुमा लुप कुन सल्भ गर्ने भन्ने हुन्छ, 1 सल्भ गर्ने कि 2 सल्भ गर्ने। यदि कमन पाइप देखा भने जताबाट सल्भ गर्दै गए भने 1 आवर सल्भ गर्ने, जताबाट इन्फ्लो देखा त्यतिबाट सल्भ गर्दै जाने। यदि कमन पाइप नदिएर यस्तो देखा भने चाहिँ जुन पाइपको सोधेखा त्यही पाइपको हामीले लुप लिने, लुप लिएर सल्भ गर्नुपर्छ। भनेपछि अब हामीले सुरुमा चाहिँ अब यसरी लुप एजुम गर्ने, फर्स्ट लुप सेकेन्ड लुप। अब त्यसपछि यहाँबाट 10 छिरियो भने चाहिँ अब पानी यता यता कति जान्छ भनेपछि रेजिस्टेन्स हेर्ने। यो त हाम्रो ए र सी ए र बी हो। ए र सी ए र बीमा रेजिस्टेन्स कति छ रोक्न सक्ने भनेको 50-50 छ भनेपछि हाफ हाफ छ भनेपछि दुईटैमा यता 5 गयो पानी, यता 5 गयो। त्यसपछि रेजिस्टेन्स नहेर्दा पनि हुन्छ, सुरुमा पनि नहेर्दा हुन्छ, जति जति फ्लो मानिदिँदा पनि हुन्छ। तर कहिलेकाहीँ माइनस यताले बिगारिदिन सक्छ। त्यही भएर जस्तै रेजिस्टेन्स यतापट्टिको 60 यतापट्टिको 40 थियो भने जता यतापट्टि 6 जान्थ्यो यतापट्टि 4 जान्थ्यो। जताको रेजिस्टेन्स धेरै हुन्थ्यो त्यतापट्टि फ्लो कम जान्छ भन्ने कुरो हो कि खास। नर्मली सधैँ बराबर जस्तो मान्दैन, अथवा जताको रेजिस्टेन्स कम छ त्यता पानी धेरै गएको अलि जस्तै 6-7 जस्तो भेल्यु गराइदिने, यता चाहिँ अलिक कम गर्ने। अहिले बराबर छ त्यही भएर 5-5 मान्ने। त्यसपछि त आफै एजुम गर्दै जाने। जस्तै 5 भनेपछि यहाँबाट माथि गयो 5, 2 यता निक्ल्यो भनेपछि अब 5मा 2 यता निक्लेपछि बाँकी रह्यो 3 यता गयो। 5बाट यता पनि गयो, 5बाट यता 1 निक्ल्यो भनेपछि 4 यहाँ गयो। यो 4 र 3 फेरि यहाँ दुईटा आएर यहाँ भेट भयो, 4 र 3 7। यो लुपमा चाहिँ 7 भन्ने मिटर क्युब पर सेकेन्ड चाहिँ पानी यता जाँदो रहेछ भन्ने जस्तो भयो। अब फेरि यहाँबाट यताको पनि डी र ईको पनि रेजिस्टेन्स र डी र जीको रेजिस्टेन्स हेरेर कुनमा बढी छ त्यही अनुसार फ्लो गर्नु पनि हुन्छ नर्मली, नत्र भने आफै यता 4 जान्छ। एजुम यो एजुम भेल्यु जति मान्दा पनि हुन्छ, केही फरक पर्दैन। यतापट्टि 4 जति जाला, यतापट्टि 3। फेरि ब्यालेन्स चाहिँ हुनुपर्छ। यताबाट 4 र यताबाट 3 आएको छ भनेपछि यता 4 पठाए पनि हुन्छ, यता 3 पठाए पनि हुन्छ। अहिले चाहिँ यहाँ यता 4 यता 3 पठाएको छ, जता जे पठाए पनि हुन्छ। 4 यता गयो 2 यता गयो भनेपछि 2 यतापट्टि गयो हाम्रो। अब डीमा अब 4 यता गएपछि 3 यता जानु पर्यो। अनि 3बाट यहाँ 1 निक्ल्यो बाहिर भनेपछि यता 2 गयो भनेपछि यता 4 गयो, यता 2 गएपछि यता 2 गयो भनेपछि यसरी चाहिँ पहिला एजुम गर्ने हुन्छ। हामीलाई पत्ता लगाउनु पर्ने याफजीको फ्लो, याफजीमा फ्लो 2 जस्तो हुँदो रहेछ। एउटा नर्मली एप्रोक्सिमेट चाहिँ 2 हुन्छ भन्ने थाहा पाइयो। अब यसलाई चाहिँ हामीले हार्डी क्रस लाएर चाहिँ करेक्सन गरेर एक्ज्याक्ट कति हो त भनेर निकालिन्छ यहाँ थिमको चाहिँ। भनेपछि अब लुप सल्भ गर्नु, टेक लुप एन्ड सल्भ करेक्ट इट फ्लो भन्ने छ। एउटा लुप लिएर र त्यसको फ्लोहरू चाहिँ करेक्सन गर्नु। यो त अहिले हामीले 3 4 2 1 भनेको त भेल्यु मानेको, यो डिरेक्सन पनि मिल्या कि मिल्या छैन थाहा छैन हामीलाई। अहिले यो भेल्यु भनेको जति मान्दा पनि हुन्छ। भनेपछि अब हामी सेकेन्ड लुपमा आउँदा चाहिँ कुन लुप लिने त भन्दा हामीलाई सोधेको याफजी छ, यो कमन पाइप पनि छैन। कमन पाइप भने त लुप हेर्नै पर्छ, दुइटै सल्भ गर्नुपर्छ भन्ने हुन्थ्यो। कमन पाइप नभएपछि जुन सोधेको त्यही लुप लिने। यस्तै लुप लिग्यो, अरू सबै सेम गराउने। यहाँबाट पानी कति छिरिएको त भन्दा 4 र 3 छिरियो नि त। 4 र 3 चाहिँ यहाँ थिम 7 0। यसको लागि छिरेको लिगे भए 10 हुन्थ्यो, यसको लागि चाहिँ कति भयो 7 छिरेको रहेछ भन्ने भयो। लुप डिइएफजी भन्ने चाहिँ हामीले लुप लिग्यौँ। अब हामीलाई सोधेको याफजीको भेल्युमा कति फ्लो हुन्छ भनेर अहिले त यहाँ सिधै 2 दिएछ। अब यसलाई चाहिँ हामीले करेक्सन गर्ने हो। अब ट्रायल गरेर करेक्सन गर्ने हो। अब चाहिँ हामीले ट्रायल गर्ने, यसरी ट्रायल गर्ने हो चाहिँ। अब चाहिँ हामीले निकाल्न पर्ने भनेको जस्तै यो पाइप भनेको जस्तै डिई यता क्लकवाइज लिने, नाम पनि जहिले पनि सधैँ डिई इएफ एफजी लिने। अनि जिडी पाइप भनेको हाम्रो डिई इएफ एफजी र जिडी लिने सधैँ। अब हामीले करेक्सन कुन पाइपमा कति करेक्सन लाग्छ भनेर निकाल्ने हो। करेक्सन निकाल्ने फर्मुला के हो, हार्डी क्रसले भनेको डेल क्यू इक्वल माइनस ई समेसन अफ आर क्यू नट स्क्वायर 2 आर क्यू नट भन्ने हो।
आर भनेको हामीलाई सुरुमै दिइसकेको छ रेजिस्टेन्स, यो हामीले नदिए पार पनि निकाल्नुपर्छ भनेपछि आर यहाँबाट आउँदो रहेछ भन्ने थाहा भयो। क्यु नट भनेको एजुमरको भेल्यु यहीँ डिई पाइपमा कति गहा 4 घुमेको छ, यहाँ 4 गहा 2 गहा 2 गहा 3 गहा। आर र क्यु नट भन्ने थाहा भयो। खास हामीले थाहा हुने यति हो। अब यो यताको किन निकाल्को भन्दा यो कति करेक्सन गर्नुपर्छ त यसमा, यो खास एक्ज्याक्ट चार्ट त होइन, यसमा कि प्लस गर्नुपर्छ कि घटाउनुपर्छ, यसमा जोड्न पर्ला घटाउनु पर्ला। हामी त यो भनेको त एजुमरको भेल्यु हो भनेपछि अब हामीले सुरुमा यो भनेको आर क्यु नट निकाल्नुपर्छ, आर क्यु नट स्क्वायर निकाल्नुपर्छ। आर क्यु नट स्क्वायर निकाल्नु यो भनेको हेड लस पनि हो। हेड लस भनेको जहिले पनि यहाँ थिम सम्झिनुपर्छ, क्लकवाइज छ भने पोजिटिभ हुन्छ, एन्टी क्लकवाइज छ भने नेगेटिभ हुन्छ। सुरुमा चाहिँ सिधै भेल्यु लेख्ने आर क्यु नट स्क्वायर, आर क्यु नट स्क्वायर प्लस माइनस केही पनि नहेर्ने। आर क्यु नट स्क्वायरले 100 × 4 को स्क्वायर गर्ने 1600 हुन्छ। यो पहिला सर भेल्यु लेख्ने। अब यो प्लस माइनस कसरी लेखेको त भन्दा यो हेड लसमा मात्रै लेख्ने, यसमा फेरि पर्दैन 2r क्यु नटमा। फेरि यो कसरी लेख्ने, बिचमा हात राख्ने, 4 कता घुमेहा, 4 भनेको यस्तो क्लकवाइज घुमेहा भनेपछि पोजिटिभ, किनकि हेड लस भनेको त क्लकवाइज पोजिटिभ हुन्छ। बिचमा हात राख्ने, 2 कता घुमेहा मोमेन्टले जस्तै क्लकवाइज छ भनेपछि पोजिटिभ भयो। अब यो 2 त माथि जान खोजिरह भनेपछि यो चाहिँ नेगेटिभ भयो अनि अर्को 3 पनि नेगेटिभ भयो भनेपछि 4 2 2 3 मा यो चाहिँ दुईटा क्लकवाइज रहेछन्, यी दुईटा चाहिँ एन्टी क्लकवाइज रहेछन् भनेपछि एन्टी क्लकवाइजलाई नेगेटिभ गरियो। अब हामीले तलको पनि निकाल्नुपर्छ, 2r क्यु नट भन्ने निकाल्नुपर्छ। 2r क्यु नट यसको भेल्यु चाहिँ सधैँ पोजिटिभ, यसमा नेगेटिभ पोजिटिभ केही पनि हेर्नु पर्दैन। यसमा नेगेटिभ आए पनि भेल्यु पोजिटिभै गराउनुपर्छ। यो भनेको मोडुलर जस्तो हो भनेपछि 100 × 4 गर्ने 800 आयो, 100 × 4 × 2 गर्ने 800 आयो। यसरी चाहिँ यसको भेल्यु मात्रै निकाल्ने। यसमा चाहिँ याचेफमा चाहिँ एकदम साइन कन्भेन्सन हेर्ने, क्लकवाइज र एन्टी क्लकवाइज, यसमा चाहिँ हेर्नु पर्दैन। भनेपछि अब डेल क्यु भन्ने निकाल्नु पऱ्यो। डेल क्यु भन्ने माइनसको फर्मुला लाउने, यहाँ माइनस हुनुपर्छ अनि समेसन आर क्यु नट स्क्वायर, यो सम्झिनु पनि सजिलो हो। आर क्यु नट स्क्वायर सम्झिने अनि डेरिभेसन गरे जस्तो भने कि 2 अगाडि गयो अनि 2r क्यु नट भन्ने आयो। अनि त्यसपछि आर क्यु नट स्क्वायर भनेपछि 1350 आयो। यहाँ माइनस 1350 आइसकेपछि यहाँ यदि माइनस आए यहाँ पनि माइनसै लेख्न पर्थ्यो, माइनस माइनस प्लस हुन्थ्यो, तर यहाँ माइनसमा आयो, त्यही भएर माइनस 1350 डिभाइड बाई 1700 गर्ने अनि भेल्यु चाहिँ डेल क्युको भेल्यु माइनस 0.790 मा भेल्यु आयो। अब यो हामीले ट्रायल कति बेरसम्म गर्ने भन्ने पनि हुन्छ। ट्रायल भनेको जहिले पनि यहाँ प्लस माइनस लेस देन 0.2 नआउन्जेलसम्म ट्रायल गरेको गर्नुपर्छ। सकेसम्म सानो भेल्यु ल्याउनुपर्छ करेक्सन भन्ने कुरा। अहिले भनेको धेरै करेक्सन गर्न परिरहेको, अझै पनि हामीले मानेको भेल्युमा यो भनेको 0.7 घटाउनु पर्छ, करेक्सन गर्नुपर्छ भन्ने कुरा आएको हो कि यो भनेको 0 जति करेक्सन सानो गर्न आयो त्यो भनेको त्यति भेल्यु करेक्ट हुँदै गयो भन्ने थाहा हुन्छ। भनेपछि 0.790 भनेको अलि धेरै आयो भनेपछि करेक्सन यसले त गर्ने, तर फेरि ट्रायल गर्नुपर्छ भन्ने थाहा भयो यसले। यदि यहाँ लेस देन 0.2 आइसकेको भए, 0.00 यस्तो आइदिएको भए हामीले ट्रायल एउटा मात्रै गरे हुन्थ्यो, करेक्सन गरेपछि सकिन्थ्यो। भनेपछि अझ एउटा ट्रायल गर्न अझ 1-2टा ट्रायल हुन्छ भन्ने थाहा भइसक्यो। भनेपछि अब करेक्सन गर्ने। अब डेल क्युको भेल्यु हाम्रो नेगेटिभ आयो। हामीले साइन कन्भेन्सन दुईटाको सम्झिनुपर्छ, एउटा याचएफ क्लकवाइज पोजिटिभ, एन्टी क्लकवाइज नेगेटिभ सम्झियो भयो। याचएफको सम्झिसकेपछि डेल क्युको पनि सम्झिनुपर्छ। डेल क्युको भेल्यु यदि नेगेटिभ आयो भने जति पनि यहाँ क्लकवाइज छ नि, क्लकवाइज फ्लो छ नि, क्लकवाइज फ्लोमा चाहिँ घटाउने, एन्टी क्लकवाइज फ्लोमा चाहिँ जोड्नुपर्छ। तर होइन, डेल क्युको भेल्यु पोजिटिभ नै आयो भने चाहिँ क्लकवाइज भेल्यु छ भने त्यो भेल्युमा एड गरिदिने, एन्टी क्लकवाइज भेल्यु छ भने त्यसमा सब्ट्र्याक्ट गर्ने। भनेपछि अब हामीले करेक्सन गर्नु पऱ्यो। पाइप यिनै भयो, क्लकवाइज डिइएफजी भन्ने पाइप भयो अनि एजुमरको भेल्यु कति हो हाम्रो त्यो पाइपमा 4 2 2 3 भनेको त्यो पाइपमा फ्लो भयो। अब पाइपमा फ्लो भएपछि हामीले यो भनेको करेक्सन निकाले माथिबाट ट्रायल गरेर, त्यो करेक्सन पहिला भेल्यु लेख्ने 0.79 0.79 0.79 0.79। अब कुन पाइपमा जोड्ने घट्ने भन्ने त हो यो साइन कन्भेन्सनले भन्छ। भेल्यु नेगेटिभ आयो भनेपछि एड इन एन्टी क्लकवाइज फ्लोमा एड गर्नेपछि हाम्रो 4 र 2 त क्लकवाइज हो भनेपछि क्लकवाइजमा नेगेटिभ गर्नु पऱ्यो। तर यदि डेल क्युको भेल्यु पोजिटिभ आएको थियो भने फेरि क्लकवाइजमा हामीले पोजिटिभ गरिदिन्थ्यौँ। यहाँ पोजिटिभ नेगेटिभ हुन्थ्यो, तर अहिले भेल्यु नेगेटिभ आयो, त्यही भएर क्लकवाइज फ्लोमा चाहिँ हामीले सब्ट्र्याक्ट गर्नु पऱ्यो। एन्टी क्लकवाइज फ्लो दुईवटा हुन्, त्यही भएर पोजिटिभ गर्नु पऱ्यो।
एकदम यो कुरामा चाहिँ साइन कन्भेन्सन ध्यान दिनुपर्छ। एउटा यहाँ याचएफको साइन कन्भेन्सनमा पहिला भेल्यु लेख्ने अनि क्लकवाइजमा पोजिटिभ एन्टी क्लकवाइजमा नेगेटिभ गरिदिने, यति छ यसमा। डेल क्यूमा चाहिँ पोजिटिभ आयो भने क्लकवाइजमा जोड्नु पऱ्यो, एन्टी क्लकमा घटाउनु पऱ्यो। भेल्यु नेगेटिभ आयो भने क्लकवाइजमा घटाउनु पऱ्यो, एन्टी क्लकवाइजमा जोड्नु पऱ्यो। भनेपछि अब यो भनेको एउटा नयाँ भेल्यु आयो 3.1। खास हल्का करेक्सन गऱ्यौँ, एकदम गुड करेक्सन चाहिँ गरेको छैन हामीले, थोरै नै, किनकि गुड करेक्सन हुन त यसको भेल्यु चाहिँ 0.2 भन्दा कम आउनुपर्छ। भनेपछि 0.79ले करेक्सन गरिराख भनेपछि अझै पनि करेक्सन गर्न त बाँकी, तर अलिकति भए पनि करेक्सन चाहिँ यति भयो, 3.21 बग्दो रहेछ पानी, 1.21 बग्दो रहेछ भन्ने। यदि यहाँ कुनैको भेल्यु पनि नेगेटिभ आइदियो भने, यदि यहाँ कुनैको भेल्यु पनि नेगेटिभ आइदिएको थियो भने हामीले यहाँ साइन चेन्ज गर्न पर्थ्यो। जस्तै यहाँ जस्तै -1.21 आएर इएफको भेल्यु माइनस आयो, इएफको भेल्यु माइनस आयो, यो फ्लो यता बग्दो रहेछ भन्ने थाहा हुन्थ्यो। यतापट्टि फर्काएर हामीले फेरि गर्न पर्थ्यो, सुरुबाट फेरि यतापट्टि फर्काउने, यता जाने, यता फर्काएर सबै फेरि फ्लो मिलाएर फेरि गर्नुपर्छ। त्यही भएर फ्लो सुरुमै फ्लो हाल्दा रेजिस्टेन्स अनुसार हालियो भने चाहिँ त्यस्तो प्रब्लम आउँदैन, किनकि फ्लो धेरै भएर यहाँ नेगेटिभ आउन सक्छ। त्यही भएर रेजिस्टेन्स जसको धेरै छ त्यसमा अलि फ्लो कम हालिदिने, यता कम धेरै छ भने अलि धेरै हाल्ने, त्यही भएर सुरुमै चाहिँ रेजिस्टेन्स ख्याल गरियो भने चाहिँ यहाँ माइनस आउँदैन। तर यदि माइनस आइदिइहाल्यो भने पनि रेजिस्टेन्स सबैमा हेर्न पर्दैन, सुरुमा अलिअलि हेर्ने भने यहाँ आउँदैन। तर माइनस आइदियो भने पनि केही फरक परेन, यहाँ साइन चेन्ज गर्ने अनि फेरि सर सल्भ गर्ने। अहिले सबै पोजिटिभ आयो भनेपछि हामीले यति चाहिँ फर्स्ट स्टेपको करेक्सन गऱ्यौँ। अब यो भनेको चाहिँ हाम्रो एजुम भेल्यु भयो नयाँको लागि 3.21, 1.21, 1.21 यति। फ्लोको डिरेक्सन चाहिँ हाम्रो मिलेर रहेछ, तर भेल्यु चाहिँ हाम्रो अझै पनि करेक्सन गर्न छ भनेपछि अब हाम्रो एजुम भेल्यु भनेको जस्तै यो भयो। अब नयाँ फिगर बनाउने फेरि, किनकि एकचोटि त हामीले करेक्सन गरिसक्यौँ 3.21, 1.21 भन्ने, यो चाहिँ अब नयाँ भेल्यु भयो। यहाँको भेल्यु मात्रै चेन्ज गर्ने, फ्लोको डिरेक्सन सेम राख्ने, 7 यहाँ 8 0 एउटै भयो। अब फेरि ट्रायल 2 गर्ने, सेम गर्ने, पाइपको अगाडिको डिई इएफ एफजी जिडी गर्ने, अनि आर भनेको पनि सुरुकै हाल्ने। अब क्यू नट भनेको चाहिँ एजुम भनेको चाहिँ हामीले ट्रायल 1 गर्दा क्यू नट भनेको 4 2 हामीले एजुमहरूको हालेको थियौँ। अब क्यू नट भनेको फेरि यहाँ करेक्टेडवाला हाल्नु पऱ्यो क्या, किनकि यसैलाई करेक्सन गर्दै गर्दै जाने हामीले त। अब यो करेक्टेडवाला हाल्ने, फेरि डेल क्यू निकाल्नलाई हामीले सल्भ गर्नु पऱ्यो। आर क्यू नट स्क्वायर निकाल्ने, 2r क्यू नट निकाल्ने। यसमा पनि क्लकवाइजलाई पोजिटिभ, एन्टी क्लकवाइजलाई नेगेटिभ, किनकि यो त उही हुन्छ अगाडिको, किनकि सेम हो नि त, भेल्यु मात्रै चेन्ज हो, पोजिटिभ पोजिटिभ भयो, नेगेटिभ नेगेटिभ भयो। फेरि समेसन निकाल्ने अनि यो माइनस फेरि छुट्छ, यो माइनस ख्याल गर्नुपर्छ एकदम। भनेपछि हाम्रो डेल क्यू निकाल्ने, डेल क्यू अहिले पनि माइनसमै आयो भेल्यु, तर हाम्रो भेल्यु चाहिँ लेस देन 0.2 आयो। 0.0 आइसकेपछि त लेस देन 0 भनेपछि ट्रायल चाहिँ अब स्टप हुन्छ। हाम्रो यति हो करेक्सन, अब यतिलाई करेक्सन गर्दै हुन्छ भन्ने आयो भनेपछि फेरि करेक्सन गर्ने। अब ट्रायल गर्ने, ट्रायल गरेर आएको यो करेक्सनको भेल्युलाई चाहिँ पाइपमा करेक्सन गरिदिने हो खासमा। अब पाइप आयो, हामीले पाइपमा आएपछि क्यू नटको भेल्यु हाल्ने, क्यू नट भनेको यही हाल्ने। अब यसलाई करेक्सन गर्दै जाने अझै। अब सट्ट भेल्यु लेख्ने, पहिला 0.05 सर भेल्यु कुनमा पोजिटिभ कुनमा नेगेटिभ लेख्ने भन्दा फेरि पनि साइन कन्भेन्सन हेर्ने डेल क्यूको। यो माइनस आयो भने क्लकवाइजलाई नेगेटिभ गर्नुपर्छ, भनेपछि माथिका दुईवटा क्लकवाइज हुन्, त्यही माथिका दुईवटा क्लकवाइज हुन्, त्यही भएर दुईवटालाई चाहिँ नेगेटिभ गऱ्यो, तलकोलाई पोजिटिभ गरेपछि करेक्टेड भेल्यु। अब यो भनेको हाम्रो बल्ल एक्ज्याक्ट त्यो यो माथिको सिस्टममा बग्ने पानीको एक्ज्याक्ट भेल्यु आयो। यो सबै पाइपमा, यसको सबै पाइपको करेक्ट भेल्यु आयो। तर हामीलाई चाहिएको भनेको कुनको भेल्यु मात्रै हो, एफजीको मात्रै भेल्यु हो। भनेपछि एफजीलाई मात्रै चाहिँ हेरेर, सो डिस्चार्ज इन पाइप एफजी इक्वल टु 2.835 भनेर यो करेक्टेड भेल्यु चाहिँ यस्तरी चाहिँ लेख्नुपर्छ। भनेपछि हामीले साइन कन्भेन्सन एउटा याचएफको हेर्नु पऱ्यो, एउटा चाहिँ डेल क्यूको कुन साइन कन्भेन्सन आयो त्यही अनुसार यहाँ जोड्ने घटाउने गर्नुपर्छ। यो भनेको अनकमन सिस्टम पाइप हो। इक्जाममा इम्पोर्टेन्ट चाहिँ हाम्रो कमन सिस्टम अफ पाइप हुन्छ। कमन सिस्टममा चाहिँ यो एउटा मात्रै लुप गरेर हुन्न, यही कन्सेप्ट लाएर दुइटै लुप सल्भ गर्ने। पहिला यो लुप सल्भ गर्ने अनि यहाँबाट भित्र पानी कति जान्छ, यस्तो हुन्छ कमन सिस्टम अफ पाइप भन्ने चाहिँ। यो दुइटैलाई कमन भयो नि त, यो पाइप त हाम्रो, त्यही भएर पहिला यहाँबाट यो सिस्टमको लागि गर्ने, अनि यो सिस्टमको आइसकेपछि यो सिस्टम गरेर गर्ने। यदि अनि एजुम गर्न पाइन्छ भेल्यु, यसरी यसरी एजुम गर्ने, यता एजुम गर्ने,
साइन जता फर्कायो हुन्छ तर सुरुमा चाहिँ यो दुईवटा पाइपको रेजिस्टेन्स हेरेर जसको रेजिस्टेन्स बढी छ त्यहाँ त पानी कम बग्छ त्यही अनुसार चाहिँ पानी अलिक जस्तै यता 4 बगाइयो भने यता 6 बगाइदिने त्यही अनुसार चाहिँ हामीले मिलाएर चाहिँ गर्दै गएपछि कमन सिस्टम कुन हुन्छ यो चाहिँ हाम्रो उस सिस्टमको हो। यसको चाहिँ फोटो चाहिँ यसको सल्भरको चाहिँ ड्राइभ लिङ्कमा छ।